माई च्यानल भाइ बहिनीहरू, आज फेरि म एउटा बुक रिभ्यूको पुरानो सोधिएको क्वेसनको सल्युसन लिएर उपस्थित भइसकेको छु। भाइ बहिनीलाई एउटा सम्भावित क्वेसन छ, फ्री राइटिङमा सोध्न सक्छ, लङ क्वेसन आन्सरमा सोध्न सक्छ। तपाईले भर्खरै पढ्नुभएको कुनै एउटा बुकको विषयमा अथवा तपाईले हेर्नुभएको फिल्मको विषयमा लिएर समीक्षा गर्नुहोस्, तपाईँलाई इङ्ग्लिसमा चाहिँ रिभ्यू गर्नुहोस्, रिभ्यू लेख्नुहोस् भनेर सोध्छ। यसको मैले नमुना प्रस्तुत गरेको छु भाइ बहिनीलाई, हेर्नुहोस् है त। अब धेरैवटा बुकहरू हुन सक्छन्, तपाईले पढ्नुभएको कुनै एउटा तयारी गरेर लेखे भइहाल्छ। यहाँ मुना मदन भन्ने एउटा बुक छ, त्यो बुकको चाहिँ रिभ्यू कसरी लेख्ने भनेर यहाँ दुईटा स्लाइडमा मैले प्रस्तुत गरेको छु। यो लम्बाइ पनि लगभग तपाईलाई सोध्न सक्ने क्वेसनको आन्सरको लम्बाइसँग मिल्न जान्छ। यस्तै तरिकाले तपाईले अर्को बुकको पनि लेख्न सक्नुहुन्छ। मैले यहाँ सबै पढेर नेपालीमा भन्दिनँ, तर यसको आशय चाहिँ म भाइ बहिनीलाई बताउँछु। र यो बुक रिभ्यू लेख्दा भाइ बहिनीले विशेष गरेर त्यो बुकको सबल पक्षको विषयमा, त्यसको दुर्बल त्यसमा भएका कमी कमजोरीहरूको विषयमा लेख्नुपर्छ। अनि त्यहाँभित्र भएका थिम, त्यसको स्टोरी हुनसक्छ, कथा हुनसक्छ, अनि लेखकको परिचय हुनसक्छ, यसले के भन्न खोजेको छ, यसको थिम, यसको म्यासेज, यसको सन्देश के हो हैन भन्ने कुरा तपाईले लेख्नुपर्छ। अनि यो बुक तपाईलाई राम्रो लाग्यो, तपाईलाई मन पर्यो भनेदेखि अरू पाठकहरूलाई पनि तपाई सजेस्ट गर्न सक्नुहुन्छ, रिकमेन्ड गर्न सक्नुहुन्छ, तपाईहरु पनि पढ्नुस् भनेर भन्न सक्नुहुन्छ। त्यसो भएकोले आज चाहिँ बुक रिभ्यूको मैले एउटा भिडियो भाइ बहिनीलाई प्रस्तुत गर्दैछु। हेर्नुस् त, माथि टाइटलमा छ मुना मदन। The famous Nepali poet Lakshमीप्रसाद देवकोटा's मुना मदन is a moving and significant story. यो एकदमै उल्लेख्य नाम चलेको चर्चित एउटा यो मुना मदन भन्ने एउटा बुक छ। त्यो चाहिँ एउटा कथा, त्यहीभित्र एउटा कविताको रूपमा प्रस्तुत गरिएको एउटा कथा, लक्ष्मीप्रसाद देवकोटाले लेखेको एउटा यो कथा छ। This epic poem tells the heartwarming story of Muna and Madan's love, which is affected by many complications brought on by social expectations and life challenges. यसमा कथामा मूल पात्रहरू मुना र मदन रहेका छन् र उनीहरूको जीवनमा भएका विभिन्न उतार चढावको विषयमा, चुनौतीहरूको विषयमा, जीवनमा देखा परेका विभिन्न च्यालेन्जेसहरूको विषयमा यो चाहिँ केन्द्रित छ। भाइ बहिनीलाई मुना मदनको बारेमा तपाईलाई थाहा पनि छ। The book's emotional depth is among its most remarkable features. Readers are able to develop a strong bond with the characters and their experiences. Appreciation to Devkota's storytelling. देवकोटाले जुन एउटा यो कवितामा चाहिँ लामो कवितामा यो कविता मार्फत उनले प्रस्तुत गरेको जुन कथा भन्ने शैली छ, यसलाई हामीले एकदम एप्रिसिएट गर्न सक्छौं, प्रशंसा गर्न सक्छौं। यसले चाहिँ एकदम राम्रो पात्रहरूलाई चित्रण गरेको छ। The story's cultural depth develops the reading experience overall by offering insightful information about Nepali costumes and values. नेपाली संस्कृतिको बारेमा, नेपाली मूल्य मान्यताको बारेमा, नेपाली विभिन्न संस्कारहरूको बारेमा यसले बताएको छ भनेर भन्न सकिन्छ। इन एडिसन, यसको अलावा थप कुरा भन्नुपर्दा देवकोटा's masterful use of poetic language is expressive. यसमा प्रयोग गरेको भाषा एकदम उत्कृष्ट छ and emotional पनि छ। Raising up strong description that brighten the story and draw readers onto its mood. पाठकलाई एकदम मुडमा आउनको लागि, पाठकलाई एकदमै भावनात्मक बनाउनको लागि यसमा प्रयोग गरेको भाषा, कथाको भन्ने शैली र यसको वर्णन चाहिँ एकदमै के छ त भन्दाखेरि प्रभावित खालको छ, एक्सप्रेसिभ खालको छ भनेर भन्न सक्छौं। अब अघिल्लो स्लाइडमा हामीले मुना मदन, लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुना मदनको विषयमा राम्रा कुराहरू गर्यौं, सबल पक्षका कुराहरू गर्यौं भाइ बहिनीहरू। अब यो प्याराग्राफमा चाहिँ हामी यसका अलिक कमजोरीहरूको कुरा गर्छौं, के कुराहरू यहाँ सुधार्न सकिन्थ्यो, यसो भएको भए हुन्थ्यो भन्ने तपाईहरुको सुझावहरू हुन्छ। हाउएभर, तैपनि भनेर प्याराग्राफ चेन्ज गर्यौं हामीले। मुना मदन हैज अ फ्यू विकनेसेस, यसमा केही कमजोरी पक्षहरू पनि हामी देख्छौं। द ट्र्याजिक कन्क्लुजन भनेको चाहिँ यसमा चाहिँ निष्कर्ष, यसको एकदम दुखान्त खालको छ यसको निष्कर्ष हैन, अन्तिममा चाहिँ ट्र्याजिक भएर टुङ्गिन्छ। which deals with themes of sacrifice and loss might turn off people who like happier ending. जसलाई ह्याप्पी एन्डिङ मन पर्छ, कथा पढ्दा अथवा साहित्यको अध्ययन गर्ने क्रममा अन्तिममा खुशीमा टुङ्गिएको ह्याप्पी एन्डिङ जुन हुन्छ नि, त्यस्तो मन पर्ने मानिसहरूको लागि भने यो अलिक नराम्रो लाग्न सक्छ। Furthermore, the book may seem slow in some part, which could make it harder for some readers to keep up. For those who are not familiar with Nepali traditions and cultural references, some parts of the narrative might be difficult to understand completely.
जस्तै यो कथावस्तु पस्किने क्रममा कहिलेकाहीँ अलिकति हामीलाई के लाग्छ भने स्लो लाग्न सक्छ भनेको चाहिँ एकदमै विषयवस्तु अलिक गहिराइमा पुगेर अलिक सुस्त लाग्न सक्छ भनेको छ। र कसैलाई चाहिँ नेपाली संस्कृतिसँग परिचित नहुने व्यक्तिहरूको लागि, पाठकहरूको लागि यहाँ अलिकति चाहिँ न्यारेटिभ यसमा वर्णन गरेका कुराहरू बुझ्न त्यति सजिलो नहुन सक्छ है भनेर हामी भन्न सक्छौँ। A moving meditation on the difficulties of human life and the details of love, Mona Madan endures in spite of these obstacles. Readers who enjoy poetic language and deeply moving stories should definitely pick up this book. It provides a singular window into the beauty of Nepali literature and the everlasting power of human spirit, and it's a story that remains long after the final page of turn. समग्रमा यसले के भन्दैछ तपाईँ भन्दाखेरि चाहिँ हाम्रो संस्कृतिको ज्ञान नहुने मानिसलाई अप्ठ्यारो लाग्न सक्छ कुराहरू, यसमा प्रस्तुतिकरण चाहिँ यसको अलिकति धेरै डिटेलमा भएको कुराले उनीहरूलाई अल्छी लाग्ने हुनसक्छ होइन। त समग्रमा चाहिँ नेपाली साहित्यको मार्फतबाट नेपाली समाजलाई, नेपालमा बस्ने व्यक्तिहरू मानिसहरूको भावना बुझ्नको लागि एउटा यो सिंगल विन्डो हुनसक्छ भनेर भनिएको छ। र अन्तिममा हामी यसलाई रिकमेन्ड गर्न सक्छौँ, तपाईँहरूले पढ्नुहोस् भनेर अन्तिममा हामी लेख्नुपर्छ। आई स्ट्रङली सजेस्ट दिस बुक टु रिडर्स हु भ्यालु पोएटिक ल्याङ्ग्वेज एन्ड डिपली मुभिङ टेल्स। दिस बुक इज अ मस्ट रिड। यो किताब पढ्नै पर्ने एउटा किताब छ। म सबै पाठकहरूलाई पढ्नको लागि अनुरोध गर्छु भनेर पनि लेख्न सकिन्छ भाइ बहिनीहरू। र तपाईँहरूलाई म अन्तिममा के सल्लाह दिन्छु भने यो बुक रिभ्यूलाई तपाईँ कपीमा टिप्नुहोस् पहिले होइन, स्क्रिनसट गर्नुहोस्, कपीमा सार्नुहोस्, अनि त्यो तयारी गर्नुहोस्। बेस्ट अफ लक। तपाईँहरू परीक्षाको लागि तयारी गर्दै हुनुहुन्छ। यो विगतमा सोधिएको र सम्भावित क्वेसन पनि भएकोले आशा छ भाइ बहिनीले यसले पक्कै पनि सहयोग गर्नेछ। मेरो च्यानलमा तपाईँ पहिलोपल्ट जोडिँदै हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नबिर्सनुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्। भाइ बहिनी हामीसँग सँगसँगै अगाडि बढ्दैछौँ, सिक्दै गर्नुहोस्, खुसी हुनुहोस् है त। बाई बाई।